सो अलराइट गाइज म चाहिँ तपाईँलाई यो भिडियोमा मैले 1 वर्षमा युके आएर एज एन इन्टरनेसनल स्टुडेन्ट के सिकेँ भन्ने कुराहरू सबै कुरा भन्नेवाला छु। सो यदि तपाईँहरू आउने सोचमा हुनुहुन्छ अथवा आउँदै हुनुहुन्छ भने चाहिँ यो भिडियो पुरा हेर्नु होला सो द्याट यु नो एक्चुअल सिनारियो बिकज या लेट्स गो। युके आएको पनि 1 वर्ष भइसक्यो अनि यो 1 वर्षमा चाहिँ धेरै उतार चढाव भयो। जब म युके आएको थिएँ तब मलाई कस्तो फिल हुन्थ्यो भने म चाहिँ नयाँ ठाउँमा आएँ, अब केही गर्छु, धेरै नै आशा बोकेर आइएको हुन्छ नि त हामी। अब नेपालबाट आउँदाखेरि अथवा जुनै पनि देशबाट आउनेहरूको त्यही नै हुन्छ होला सायद, हुन्छ नि, कति आशा ट्रस्ट गरेर आफूले गर्न सक्छु भन्ने तरिका आइएको हुन्छ। अनि जब आएँ एयरपोर्टबाट नै सर्टेन एउटा प्रब्लमहरू स्टार्ट हुन थाल्यो क्या। नराम्रो वेमा डिमोटिभेट गर्न खोजेको होइन, तर मेरो सिचुएसन त्यो थियो, सबैको सिचुएसन त्यो नहुन सक्छ होइन। अब म युके आएको 1 वर्षमा मैले के कति गरेँ भने त म आफूलाई नै त्यो आई क्यान रियलाइज दोज थिङ्स। अनि यहाँ आएको 1 वर्षमा चाहिँ लाइफ कुनै पोइन्टमा यस्तो थियो भने एउटा हाई पोइन्टमा थियो भने एउटा सर्टेन टाइममा लो पोइन्टमा पनि थियो क्या। अनि त्यो बेलामा आत्तियो पनि होला, तर हार भने कहिल्यै मारिनिएन। यु नो लाइफ अबाउट लुक्स अति नै रमाइलो हुन्छ नि, राम्रो, सबैजना घुमिरहेको मिठो मिठो खाइरहेको देखिन्छ। तर जब यहाँ आएँ तब मात्र रियलाइज भयो कि जिन्दगीमा के हुने रहेछ, कस्तो हुने रहेछ, हुन्छ नि, कतिको दुःख पाइदो रहेछ, कतिको सुख पाइदो रहेछ भन्ने कुरा बल्ल मात्र थाहा भयो। अनि मैले यो 1 वर्षमा के सिकेँ भन्दा चाहिँ अब म भन्न जाँदैछु होइन। अब तपाईँहरू यदि आउँदै हुनुहुन्छ अथवा आइसक्नु भयो भने चाहिँ तपाईँहरू चाहिँ रिलेट गर्न सक्नुहुन्छ जस्तो लाग्छ सायद। सो मैले सिकेको मुख्य पहिलो लेसन भनेको चाहिँ लर्निङ टु बी अलोन एन्ड फाइन्डिङ पिस इन द्याट लोनलीनेस क्या। हुन्छ नि, जब युके आएँ मेरो लागि सबभन्दा गाह्रो काम भनेको पढाइ र काम थिएन कि, मेरो लागि सबभन्दा गाह्रो भनेको होम सिकनेस थियो। किनभने म सानैबाट बाबा मम्मीसँग नै हुर्किएँ बढेँ होइन, सधैँ म साथीभाइको बिचमा थिएँ। यहाँ जब आफ्नो देश छोडेर आइन्छ तब सबै कुरा नै पछि छुट्छ होइन। यहाँ आइसकेपछि सबै कुरा त्यो सबै मिस्ड आउट फिल हुन्छ। अनि केही समय चाहिँ जतिसुकै म स्ट्रङ हुन्छु भने पनि एउटा पोइन्टमा गएर गाह्रो नै भइदिन्छ, सबै कुरा मिस हुन्छ क्या। त्यहीमाथि चाडबाडमा त स्पेसली मिस आउट हुन्छ। अनि सुरुमा चाहिँ मलाई पनि हुन्छ नि, म एक्लो भएँ, म मात्र यहाँ एक्लो छु अथवा मलाई मात्र दुःख भइरहेछ जस्तो फिल हुन्थ्यो। तर बिस्तारै मैले जब एक्लो हुँदै गएँ हुन्छ नि, त्यो एक्लोपनले मलाई चाहिँ मलाई के मनपर्छ, कस्तो कुरा गर्नु मनपर्छ, केही कुरा गऱ्यो भने म खुसी हुन्छु, मलाई के गर्नु छ लाइफमा, बिस्तारै सबै कुरा थाहा हुँदै गयो। अनि त्यही कुराहरू गर्दै जानेछु होइन। अनि बिस्तारै सबै कुरा बिस्तारै टक मिल्दै जाँदैछ भनौँ न, हुँदैछ सबै कुरा। सबै एकैचोटि पर्फेक्ट एउटा बवाल त हुँदैन नि त होइन, केही न केही हुन्छ नै, केही न केही गर्नु नै पर्छ, त्यही नै हो। मैले सिकेको अर्को मुख्य लेसन भनेको चाहिँ लर्निङ फ्रम फेलियर हुन्छ नि, नेभर बी अफ्रेड अफ फेलियर्स। जब युके आएँ तब मैले धेरै मिस्टेकहरू पनि गरेँ होला, चाहेर नचाहेर हुन्छ नि। तर मलाई चाहिँ अहिले के लाग्छ भने मैले त्यो टाइममा त्यो मिस्टेकहरूलाई हुन्छ नि एकचोटि रिभाइज नगरिकन यत्तिकै छोडिदिएको भए सायद अहिले यो जुन ठाउँमा छु, जुन टाइममा छु, त्यो टाइममा हुने थिएन होला म। अनि मैले एउटा सर्टेन टाइममा चाहिँ के भइसकेको थियो भने कसैले केही भन्यो अथवा के भन्यो अति नै मनमा लिन्थेँ, चित्त नै दुख्थ्यो हुन्छ नि त्यो कुराहरूले लिएर। तर त्यो फेजमा चाहिँ मैले के गरेँ, इम्प्रुभ गर्न ट्राई गरेँ हुन्छ नि। एकचोटि राम्रोसँग हेर्थेँ के भयो, कसरी मिस्टेक भयो, कुन ठाउँमा मैले गल्ती गरेँ त नि भनेर हेर्थेँ। अनि त्यही कारणले पनि आई थिङ्क आज यो पोजिसनमा छु जस्तो लाग्छ होला। आफूले सोचे जस्तो यति बवाल खतरा गर्न सकिएन होला हुन्छ नि, टाइममा अरूले जति गरे त्यति गर्न सकिएन होला, तर एउटा सर्टेन लेभलमा गरिरहेको छ। अनि त्यो गल्तीहरूबाट बिस्तारै सिक्दै एउटा एक्सपिरियन्स हुँदै गयो। त्यो एक्सपिरियन्सले गर्दाखेरि अहिले हेल्प भइरहेछ र पछिको टाइममा पनि मलाई अवश्य नै हेल्प हुनेछ। वाट आई लर्न इज द्याट फेलियर डजन्ट डिफाइन यु, इट जस्ट डिफाइन्स द सिचुएसन हाउ यु वेन्ट थ्रु क्या। इभेन्चुअली जब इम्प्रुभ गर्न खोजिन्छ एउटा 100% नहोला इम्प्रुभमेन्ट, तर एउटा सर्टेन एक्सटेन्टमा स्योर इम्प्रुभमेन्ट हुन्छ र भइरहेको पनि छ। थर्ड लेसन आई लर्न इज लाइक टाइम म्यानेजमेन्ट र डिसिप्लिन क्या। हुन्छ नि, जब यहाँ आएँ तब मात्र रियलाइज भयो अथवा तब थाहा पाएँ कि सबै कुरा एउटा सर्टेन टाइममा चलिरहेछ। यदि एउटा टाइम बिग्रिदियो भने चाहिँ म यति पछाडि पर्नेवाला छु कि मलाई भोलिको दिनमा के हुनेवाला छ, कस्तो हुनेवाला छ भन्ने कुरा मलाई केही नै थाहा छैन भन्ने कुरा रियलाइज हुन थाल्यो होइन। विदेश आइसकेपछि अथवा आफ्नो देश छोडिसकेपछि सबै कुरा एउटा स्केड्युलमा चल्छ भन्ने कुरा थाहा भयो होइन। अब
नेपालमा हुँदाखेरि कति कुराहरू केयरलेस गरिन्थ्यो हुन्छ नि, यत्तिकै ह्या भन्ने टाइपको थियो। अब आज गरिएन भोलि गरौँ न त भन्ने लाग्थ्यो होइन। तर यहाँ आइसकेपछि के हुँदो रहेछ भने अब मानव मलाई काममा जानु छ होइन, काममा जानु छ भने एउटा बसको सर्टेन टाइम हुन्छ, त्यो टाइम मिस भयो भने अर्को बस सर्टेन टाइममा कुद्नुपर्छ होइन। अनि ढिलो पुग्यो भने त्यही हो, गाली खाइन्छ, आफ्नो आफ्नो काम होइन अरूको काम गरिरह हो होइन। अनि एउटा सर्टेन अब आफ्नो सर्टेन पे पनि कम आउँछ त्यो भइदियो भने, अथवा डिडक्ट हुन्छ भनौँ न, त्यही कारणले गर्दा पनि। अनि अर्को भनेको अब नेपालमा हुँदाखेरि अब चाहे पढाइकै कुरा गरौँ, पढाइमा पनि क्लास जाने कुरामा म एकछिन ढिलो भयो भने के हुन्छ भने सेकेन्ड पिरियडबाट जान्छु अथवा सेकेन्ड क्लासबाट अटेन्ड गर्छु भन्ने हुन्थ्यो, त्यहाँ लेट लगाउने अथवा त्यस्तो केही पनि हुन्थेन। तर यहाँ भनेको एकैछिन पनि लेट भयो भने हुन्छ नि एटेन्डेन्समा सर्टेन पर्सेन्ट इफेक्ट गरिहाल्छ। अनि त्यो कारणले पछि तिमीलाई एटेन्डेन्स मेन्टेन गर्न तब हरेक कुराले गाह्रो हुँदाखेरि भिजामा प्रब्लम हुन्छ, धेरै कुरा छ लाइक सोच्नुपर्ने। त्यो यी सबै प्रेसरहरूको थ्रुबाट जाँदै गर्दाखेरि चाहिँ सर्टेन लेभलमा अर्गनाइज भइयो होइन, एउटा प्रेसर मेन्टेनेन्स पनि जानियो होइन, कसरी चाहिँ त्यो प्रेसरलाई चाहिँ आफूले कसरी चाहिँ ट्याकल गर्ने होइन, कसरी टाइम म्यानेज गर्ने अथवा आफ्नो एउटा सर्टेन टाइम डिसिप्लिन चाहिँ कसरी मेन्टेन गरेर अगाडि बढ्ने भन्ने कुरा चाहिँ सिकियो। फोर्थ लेसन द्याट आई हेभ लर्न बिल्डिङ कम्युनिकेसन स्किल एन्ड कन्फिडेन्स। जब नेपालबाट आएँ तब म हरेकचोटि सोच्थेँ कि जब यो ब्रिटिस पिपुलहरू उनीहरूको बोल्ने तरिकाहरू सबै सुन्न थालेँ तब मलाई के फिल हुन्थ्यो भने म चाहिँ यिनीहरूको लेभलको इङ्ग्लिस बोल्दिनँ, मैले यिनीहरूले बोलेको बुझ्दिनँ भन्ने लाग्थ्यो होइन। अहिले कमिङ डाउन टु 1 इयर अहिले चाहिँ वाट आई फिल इज लाइक अलिकति भए नि बुझिन्छ, मैले बोलेको यिनीहरूले बुझ्छन् भन्ने लाग्छ होइन। तब पहिला चाहिँ मलाई के फिल भइरहेको थियो अथवा के मनमा एउटा डर थियो भने मैले इङ्ग्लिस राम्रोसँग बोल्न सक्दिनँ, किनभने मोस्ट अफ द हामी नेपालीले इङ्ग्लिस बोल्ने इङ्ग्लिस भनेको एउटा सर्टेन लेभलसम्म गुड छ क्या, तर त्यो लेभलको छैन कि लाइक यहाँको मान्छेहरूले बुझेर पुरै रिप्लाई गरेर हामी अति नै स्लो छौँ इङ्ग्लिसमा। यिनीहरूको ब्रिटिस इङ्ग्लिस अति फास्ट छ एउटा सर्टेन लेभलमा। अनि हामीले अमेरिकन इङ्ग्लिस बोलिरहेको हुन्छौँ, यिनीहरूले चाहिँ ब्रिटिस इङ्ग्लिस बोल्छ जुनमा चाहिँ कति कुरा स्किप भइरहेको हुन्छ क्या जति वर्डहरू, अनि यिनीहरूले बोलेको अलिक बुझिँदैन क्या। अब अनि मलाई पहिला चाहिँ के फिल हुन्थ्यो भने म यिनीहरूसँग एडजस्ट नै हुन सक्थिनँ जस्तो डर लाग्थ्यो कति कुरामा। तर जब क्लासमा झन् प्रेजेन्टेसनहरू दिने अनि त्यसपछि एउटा ग्रुप स्टडी केस स्टडीहरूमा चाहिँ इन्भल्भ हुन थाल्यो तब मात्र बिस्तारै इम्प्रुभ हुन थाल्यो। अनि अर्को मेन भनेको काममा, अब काम र ब्रिटिस पिपुलहरूसँग गर्न थालिसकेपछि मलाई एउटा कन्फिडेन्ट पनि आयो होइन। अनि त्यसपछि उनीहरूसँग इन्ट्र्याक्ट गर्न थालेँ, यताउता अब बोल्न थालेँ, साथीभाइहरू हुन थालेँ, तब चाहिँ बल्ल बिस्तारै बिस्तारै इम्प्रुभ हुँदै गयो। अनि अहिले चाहिँ के लाग्छ भने आई क्यान कम्युनिकेट विथ ब्रिटिस पिपुल, अझै पनि त्यो लेभलमा पुगेको छैन होला तर एउटा सर्टेन लेभलमा चाहिँ छु कि मैले बोलेको उनीहरूले बुझ्छ र उनीहरूले बोलेको चाहिँ मैले बुझ्छु भन्ने एउटा कन्फिडेन्स बिल्ड भयो। अनि साथसाथै कन्फिडेन्सको कुरामा चाहिँ वाट आई क्यान से इज लाइक वन्स यु टेक द्याट वान स्टेप एभ्री सिङ्गल डे यु विल बी आउट अफ यर कम्फर्ट जोन अनि यु विल स्योरली इम्प्रुभ। अनि एउटा गेट सर्टेन एउटा एक्सटेन्टमा चाहिँ यु विल गेट सर्टेन रिजल्ट होइन, जुन कुरा चाहिँ तपाईँलाई पछि फर्केर हेर्दाखेरि अथवा रिफ्लेक्ट गर्दाखेरि चाहिँ सुपर प्राउड हुनेवाला छ। फिफ्थ लेसन आई हेभ लर्न्ड इज कि seeing struggle as an opportunity. Life is all about struggle, and since the day you step into this world हुन्छ नि स्ट्रगल सुरु हुन थाल्छ क्या एउटा सर्टेन लेभलमा। अनि त्यसपछि तपाईँले स्ट्रगल गर्दै गर्दै जाने नै हो। अनि त्यो कुरा थाहा छ तर पनि जब आफूलाई पर्छ तब अति नै गाह्रो फिल हुन्छ, हेभी फिल हुन्छ अनि हार मानिन्छ कतिचोटि। तर कुरा चाहिँ के हो भन्दाखेरि जति नै सुकै सङ्घर्ष होस् तपाईँले त्यो सङ्घर्षलाई एउटा अपर्च्युनिटीको रूपमा चेन्ज गर्नुपर्छ भनेर सिकाएको थिएँ होइन। म कतिचोटि लाइक एउटा सर्टेन टाइममा कस्तो फिल हुन्थ्यो भने अति नै ड्रोइङ हुन्थ्यो कि लाइक आई क्यान्ट डु दिस भनेर। तर जब बिस्तारै त्यो कुराहरू गर्दै गर्दै गएँ अनि बिस्तारै रियलाइज हुन थाल्यो अथवा थाहा हुन थाल्यो कि मैले चाहिँ यो कुरालाई यसरी चेन्ज गर्न सक्छु र यो कुराले चाहिँ मेरो लागि एडभान्टेज हुनेवाला छ अथवा यो कुराले चाहिँ मलाई केही अपर्च्युनिटी दिनेवाला छ भन्ने कुरा हुन थाल्यो। नि त्यसपछि बल्ल राम्रोसँग गर्न थाल्यो, धेरै मिहिनेत गर्न थाल्यो। अब पहिला कुनै कुराले मलाई जति गाह्रो बनायो अथवा पहिला जति कुरा चाहिँ अति नै हेभी फिल हुन्थ्यो अथवा ड्रेन फिल हुन्थ्यो पछि त्यही कुराले चाहिँ मलाई पावर दिन थाल्यो हुन्छ नि। मैले चाहिँ के सोच्न थालेँ भने अब चाहिँ केही राम्रो गर्न सकिन्छ अथवा हुन्छ नि यो गाह्रोलाई पनि मैले सजिलोमा परिणत गरेर राम्रो गर्न सक्छु, बेटर गर्न सक्छु भन्ने चाहिँ कुराहरू अति नै धेरै सिकायो। सो एभ्री च्यालेन्ज टट मी ग्र्याटिट्युड, सेल्फ बिलिभ एन्ड प्यासन्स इन थिङ्स हुन्छ नि। अब अहिले चाहिँ मलाई के लाग्छ भने मलाई जतिसुकै गाह्रो परोस् हुन्छ नि, अब त्यो लेभलको गाह्रो त परिसकेको छैन होला, अझै कति स्ट्रगलहरूबाट गुज्रिनु नै छ। तर पनि अहिलेसम्म जति स्ट्रगल गरियो अथवा जति दुःख पाइयो नि
त्यो कुराले चाहिँ मलाई के सिकाउँछ अथवा मलाई के फिल हुन्छ भने अब जतिसुकै आओस् हुन्छ नि अहिले अब जतिसुकै मलाई गाह्रो परोस् म के सोच्छु भने मैले पहिला यस्तो दिन त कटाइसकेँ अबको दिन त के छ र अथवा यो प्रब्लम त मेरो लागि के हो र होइन योभन्दा ठुलो प्रब्लम मैले कटाएर आइसकेको हो भने जस्तो फिल हुन्छ सो मैले जति कुरा एउटा टेक्स्ट बुकमा अथवा हुन्छ नि मैले अहिलेसम्म कति बुकहरू पढेँ होला त्यो बुकहरूबाट जहिले जुन कुरा मैले सिक्न पाएको थिइनँ सिक्न सिकेको थिइनँ नि त्यो कुरा चाहिँ मलाई यो 1 वर्षमा युकेले धेरै नै कुरा सिकायो हुन्छ नि धेरै नै कुरा बुझायो अब हुन्छ नि धेरै नै कुरामा अलिकति पनि भए अगाडि बढायो भनौँ न एउटा सर्टेन लेभलमा अनि इफ आई लुक ब्याक 1 वर्ष अगाडि हेर्नुपर्दा र आजको मलाई हेर्नुपर्दा आई क्यान फिल हेल अ लट अफ डिफरेन्स हुन्छ नि अनि आई फिल प्राउड एज वेल बिकज एउटा केटा जसलाई चाहिँ घर छोड्न सधैँ गाह्रो हुन्थ्यो अथवा घर छोड्न मन थिएन म नेपालमा यति खुसी थिएँ टु बी अनेस्ट भन्नुपर्दा म नेपालमा कति घुमिरहेको हुन्थेँ बाबा मम्मीसँग एउटा सर्टेन कोठा काम र युनि बाहेक खासै लाइफ नै छैन नि त यहाँ सोसियल लाइफ छैन भन्दाखेरि अलिअलि छ होइन अब त्यो साथीभाइ यताउता तर पनि सधैँ त सकिँदैन अब नेपालमा हुँदाखेरि भनेको त त्यो रमाइलो भनेको भइ नै रहन्थ्यो तर यहाँ आएपछि त्यो रमाइलोहरू नेपालमै छुट्यो भने जस्तो भइरहेको होइन अनि थ्याङ्क यू सो मच गाइज इफ यु वाचिङ दिस भिडियो टेल द एन्ड आई होप तपाईँहरूले केही न केही बुझ्न पाउनुभयो होला केही न केही सिक्न पाउनुभयो होला अथवा केही न केही सुनेर अलिकति पनि रिफ्लेक्ट गर्न सक्नुहुन्छ होला अथवा आफ्नो सिचुएसन देखेर केही फिल हुन्छ होला जस्तो लाग्छ अनि आई होप लाइक यो भिडियोले तपाईँहरूलाई फ्युचरमा पनि केही हेल्प गर्नेवाला छ मेरो एक्सपिरियन्सले अनि इफ यु हेभ एनी सजेसन्स प्लिज ड्रप डाउन इन द कमेन्ट सेक्सन अनि आई डोन्ट नो वाट टु से या द्याट्स इट 1 वर्षपछि आई थिङ्क अलमोस्ट 1 वर्ष भयो होला भिडियो नहालेको आफ्टर अ इयर आम अपलोडिङ आई होप यु गाइज एन्जोयड दिस या थ्याङ्क यू सो मच